ल गाइस हामी चाहिँ लोकल भाले किन्नलाई जाँदैछौँ पुरै गाउँ साइडमा हेर्न सक्नुहुन्छ टनेलै टनेल है यतातिर हामी चाहिँ हाम्रो ससुरा बुवा आउनुभएको छ अनि बिरामी भएर आउनुभएको हस्पिटलबाट चाहिँ डिस्चार्ज गरेर अनि हामी चाहिँ अब तागतको लागि चाहिँ लोकल भाले लिनलाई चाहिँ हामी आएका छौँ। अब यतातिर हामी बाइक पार्किङ गर्छौँ। अरे अरे चरा करार है। ल अब चाहिँ हामी यहाँ माथि जान्छौँ भाले किन्नलाई। पुरै मलाई चाहिँ जाडो भएर ज्याकेट गम्म लगाएको छु, ज्याकेट लगाएर आएको। बाइकमा हिँड्दा त जाडै हुन्छ अहिले पनि बेलुका बेलुका पख त चरा चरा त्यसले बाँच्नु नि त त अनि चरै चरा कराउँछ। अब हामी चाहिँ उकालो उकालो जान्छौँ। मेरो बुढालाई नि सुगर बढ्यो क्या अरे भन्नुहुन्छ। उहाँलाई चाहिँ केही पनि लागेको छैन, सुगर बढ्यो अरे। पुरै बाँसै बाँस छ, यता मल बोकिसक्नु भएको छ। यतातिर आउँदा चाहिँ म गाउँमा दसैँमा टिका लाउन पाउन हिँडे जस्तै लाग्छ क्या। हेलो हेलो हजुर नमस्ते। भिडियो बनाउनु मिल्छ? आजको चाहिँ नि सबै उता है काट्नेदेखि लिएर बनाउने देखाइदिने मात्र मेरो भिडियोमा बनाउनु ल घाँटी खुइले पनि रहेछ। भोलि खै के हुन्छ हौ, अब यहाँ बसे पनि कोही हुँदैन। आज यो आएर मात्र अब हामी म पकाएर खान सक्दिनँ। यत्रो भएको मान्छेले पकाएर खान दिन सक्दैन, समय हुनु परेन एउटा बाउलाई। बिचरा भ्याउनुहुन्न, उहाँको नि के ट्रेनिङहरू भएर। ओ भाले पक्रिसके, भाले भाले। ओ वाह गाइस, ल यहाँ चाहिँ भाले पक्रिन जानुपर्छ। हुन्छ हालिदिनुहोस्। हाम्रो रातो भाले कैयाँ कैयाँ सुत्केरीलाई खुवाएँ, सुत्केरीको नाममा गरेँ मैले टाउको खाएँ भने जस्तै बिरामीको नाम गरेर चाहिँ मासु चाहिँ हामी खाने होला धेरै चाहिँ। ओके अलिकता बढी छ कि अलि टाइट छ कि पछि अलि छिपेको वाला छिपा उस्तै नि हो। कति लगभग 1 वर्षको त होला नि। 1 वर्ष त अलि भएको छैन नि, अलि पैसा नै अलि भएको यो 7 महिना भयो। ल भाले आज तिम्रो अन्तिम दिन। पापमय संसार छ, के गर्नु पर्यो हैन। बाटेर तपाईँलाई मैले के अब काट्दिने, तपाईँ आफू काट्नु के हेर्ने? नै हजुर काट्दिने अनि बनाउँछौँहरूमा भन्नु। जाउँ ककरेक। ल हाम्रो आगो। ओके यो चाहिँ कुखुरा। अब म चाहिँ तिते बनाउँछु है त।
पाराले मिलाएर राख्नुहोस् ल। अब म चाहिँ पोल्दैछु। यसलाई नजिक देखाउनु ल। अब चाहिँ मलाई लोकलै गाउँमा बसे जस्तै भयो मलाई अब। यो पछि क्लिप जोड्छ छैन त? पर्छ क्या। अहिले नर्मली बोलेको भिडियो र पछिको अलिक सुन्दै अब त्यो नि त्यस्तो नै गर्छु कहिलेकाहीँ। बोलेको त सब आए यस्तो बोलेको जात भएन, त्यही भएर तैँले पैसा नकमाएको त्यसो हजुर नबोल्छ नि त नि। मेरो फेसबुकमा त पैसा आउने भइसक्यो कि भाइ। त्यो सेटअप नगरेर हो क्या, कति आएको छ थाहा छैन। $50-100 आइसक्यो कि के थाहा। $100 आयो भने त सिधै ऊ हान्ने हो नि। अब मैले चाहिँ बनाइसकेँ कुखुरा। यो अगेनामा आगो बालेर दाउरा पनि सकियो, कुखुरा पनि बनिसक्यो। अब यसलाई फोर्छु ल। ल फाइनली कुखुरा काटेर बनाएर चाहिँ अब हामी लाग्यौँ घरतिर, रुमतिर। अब बनाएको भिडियो, पकाएको भिडियोहरू आउँछ है त गाइज।